नमस्कार दर्शकबिन, यहाँलाई स्वागत छ कार्यक्रम रूपान्तरण। युक्त आहार विहारस्य युक्त चेष्टस्य कर्मसु युक्त स्वप्न व बोधस्य योगो भवति दुःख। गीताको यो श्लोकबाट आज हामीले कार्यक्रमको सुरुवात गरेका छौँ, जहाँ भगवान् श्रीकृष्ण के भन्नुहुन्छ भने युक्त आहार विहार गर्यो भनेदेखि, युक्त व्यायाम गर्यो भनेदेखि चाहिँ तिमी दुःखबाट मुक्त हुन सक्छौ, दुःखबाट टाढा जान सक्छौ भनिएको छ। थोरै यसलाई अलिकति आजको कार्यक्रमको सन्दर्भसँग जोडौँ। विशेष गरी खानपान पछिल्लो समयमा जति पनि रोगहरू आएको छ, तपाईँको लाइफस्टाइल म्यानेजमेन्ट नभएर र हाम्रो खानपान बिग्रिएर आएका जति पनि रोगहरू आएका छन्, समस्याहरू आएका छन् भन्ने कुरामा आज मेडिकल साइन्स एक ठाउँमा उभिएको छ। हरेक रोग, चाहे त्यो क्यान्सर होस्, चाहे त्यो सामान्य रुगाखोकी नै होस्, किन नहोस्, के भनिन्छ भने इम्युन सिस्टमको कमजोरीको कारणले लागेको हो, तपाईँ लाइफस्टाइल बदल्नुहोस्, यो गर्नुहोस् भनेर भनिन्छ। अब औषधिले मात्र मान्छेको स्वास्थ्य भएको छैन भन्न त यतिसम्म भनिन्छ कि खाना नै औषधि हो। तिमीले जानेर खायो भने खाना नै औषधि हो, जानेन भने अमृत पनि तिमीलाई दिएको हुन्छ। त्यस कारणले मिलाएर खाना ठिक खाना जान भन्दा शास्त्रमा हामीलाई उल्लेखित गरिएको छ। यसमा धेरै कुराहरू छन्, जस्तो खानाको बारेमा सात्विक, राजसिक, तामसिक खानाको वर्गीकरण गरेको छ। कुन खाना कतिखेर कसरी खाने भन्ने कुराको बारेमा गरेको छ। तपाईँको व्यायामको सवालमा पनि तपाईँको श्रम कति छ, त्यो अनुरूपको तपाईँको व्यायाम छ कि छैन, विश्राम छ कि छैन, त्यो भयो भने मात्र तपाईँ दुःखबाट मुक्ति हुनुहुन्छ है। त्यो भयो भने तपाईँ योग गर्न सक्नुहुन्छ। होइन भने जबसम्म तपाईँको खानपान म्यानेज हुँदैन, तपाईँको लाइफस्टाइल म्यानेजमेन्ट हुँदैन, तबसम्म तपाईँ योगी बन्न सक्नुहुन्न। किनभनेदेखि खानपान सही भयो भनेदेखि तपाईँको खानपानले तपाईँलाई सही तपाईँको माइन्ड दिन्छ, सही बडी दिन्छ, तपाईँ बल्ल काम गर्न सक्नुहुन्छ। नत्र भनेदेखि तपाईँ जे पनि खानुहुन्छ, जस्तो पनि खानुहुन्छ भनेदेखि तपाईँको लाइफस्टाइल म्यानेज राम्रो हुँदैन। यही कारणले गर्दा तपाईँको चाहिँ जीवनमा सफलता पनि तपाईँ प्राप्त गर्न सक्नुहुन्न, किनकि खानाले तपाईँलाई एउटा वेट दिएको हुन्छ, एउटा ब्रेन दिएको हुन्छ। अनि तपाईँको खानेकुरा सही भएन, आज तपाईँ 7 बजीसम्म सुत्नुभयो, आज 8 बजीसम्म सुत्नुभयो, भोलि उठ्न सक्नु भएन, अथवा प्रब्लम भयो, तपाईँलाई चाँडै प्रब्लम भयो, रोग लागिरहन्छ, तपाईँ कसरी अगाडि बढ्न सक्नुहुन्छ। त्यस कारण दुःखबाट मुक्ति हुन्छ भने खानपान सही गर्नुपर्छ। दर्शकबिन, कार्यक्रम रूपान्तरणमा खानपानकै सवालमा खानाकै क्षेत्रको एकदम विशेषज्ञ हुनुहुन्छ, खानाकै सन्दर्भमा आइकन विशिष्ट अतिथि हुनुहुन्छ, उहाँ हुनुहुन्छ महेश शाह। उहाँ एक्जिक्युटिभ सेफ हुनुहुन्छ, चौधरी ग्रुप अन्तर्गत रहेर उहाँले काम गर्नु भएको छ। र खानाको पारखीहरूलाई तपाईँको चाहिँ कसरी स्वस्थ खाना चाहिँ तपाईँको स्वास्थ्यवर्धक खाना र स्वादयुक्त खाना तिनटै कुरा कसरी मिसाउन सकिन्छ भन्ने विषयमा उहाँले 20औं वर्षदेखि काम गर्दै आउनु भएको छ। खाना मात्र होइन, मिथिला चित्रको प्रतिनिधित्व गर्नुहुन्छ उहाँले। उहाँ चाहिँ तराई मधेसको व्यक्ति। मिथिला मिथिला सभ्यता अन्तर्गत त्यहाँ भएका 56 भोगका खानेकुराको चाहिँ उहाँले ब्रान्डमा हजारौँ स्कुल कलेज, हजारौँ होटेलहरूमा र ठुला सेलिब्रेटीहरूलाई पनि उहाँले आफ्नो खाना चलाइसक्नु भएको छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। सर स्वागत छ। नमस्ते। अब तपाईँको बारेमा हामी जानकारी पनि पाइसकेका छौँ। सुरुवात चाहिँ यहाँलाई गर्न चाहन्छु म। आजकल खानेकुराको सन्दर्भ चलिरहेको छ, आजकल तपाईँ चाहिँ के व्यस्त हुनुहुन्छ? खास गरेर म अहिले हाम्रो जुन तराईको मिथिलाको खाना, त्यसलाई कसरी नयाँ तरिकाले, कसरी जुन हाम्रो पौराणिक खानाहरू, त्यसमा अर्ग्यानिक पार्ट, न्युट्रिसन पार्ट, हाइजेनिक पार्ट धेरै छ, त्यसलाई कसरी नयाँ तरिकाले खाने, नयाँ तरिकाले कसरी प्लेट प्रेजेन्टेसन गर्ने, नयाँ तरिकाले कसरी अहिले इन्टरनेसनल मार्केटमा लग्ने, र जुन हाम्रो पौष्टिक तत्त्व हो, जुन हाम्रो अर्ग्यानिक पार्ट हो, त्यसलाई कसरी अगाडि जान्छ भने त्यसै सन्दर्भमा अहिले म काम गरिरहेछु। र हरेक ठाउँमा काठमाडौँको मिथिला फुड फेस्टिभल पनि म सोलो गरिरहेछु र सबैलाई मैले चखाउने पाठ गरिरहेछु कि हाम्रो मौलिकता र जुन हाम्रो पुरानो खानाहरूमा कतिको फुड न्युट्रिसन पार्टहरू राम्रो छ, तर पनि हामी त्यसलाई गाइड गर्दैनौँ, त्यसलाई हामी अहिले एकर्डिङ टु सेड्युल खाँदैनौँ। हजुर, अब एउटा कुरा नि, जस्तो हामीले खानेकुरा भन्ने बित्तिकै होइन, तपाईँको कन्टिनेन्टल खाना अथवा चाइनिज खाना भनेर चाहिँ मान्छेहरू बडा गर्व गरेर विदेशी चाहिँ खानेकुराहरू खान चाहिँ गर्व गरिरहेछ। यो बेलामा तपाईँ नेपाली ब्रान्डको खानेकुरा चाहिँ नेपाली खानेकुरा ब्रान्ड बनाइरहनु भएको छ। म तपाईँलाई एउटा कुरा चाहिँ तपाईँसँग जानकारी चाहिँ राख्न चाहन्छु। तपाईँले विभिन्न फार्मेसीहरूमा चाहिँ 10-15भन्दा बढी दर्जनौँ चाहिँ तपाईँले काम गरिसक्नु भएको छ, देशमा विदेशमा पनि काम गरिसक्नु भएको छ। के नेपाली खाना विदेशमा ब्रान्ड बन्न सक्छ या बनिरहेको छ, के छ? नेपाली खानामा त्यस्तो मौलिकता छ, त्यस्तो स्वाद छ, त्यस्तो टेस्ट छ, त्यस्तो अर्ग्यानिक पार्ट छ, यसलाई अब इन्टरनेसनल लेभलमा हामी लग्न सकौँ भने हामी कुनै क्युजिनसित यसलाई कम्पिटिसन गर्न तयार छौँ। आजको युगको सेफहरू जुन अहिले तपाईँले सेफ सन्तोष शाह युकेमा गरेर देखाइसक्नुभयो, अहिले म नेपालमा गरिरहेछु। धेरै ठाउँमा मैले गरिसकेको छु प्रदर्शनहरू। त्यसमा धेरै जस्तो फनलहरू आयो, जुन मैले बेथाको सागको सुप बनाएर खुवायो, फनलहरूले पनि वाउ भनेर कति
धेरै राम्रो रेस्पोन्स आइरहेछ। जुन हाम्रै खाना छ त्यसलाई यदि हामी राम्रोसित त्यसलाई मार्केटमा व्यवसायको तरिकाले लगेपछि, त्यसलाई राम्रोसित प्लेट र प्रेजेन्टिङ गरेर लगेपछि यो हाम्रो खाना पनि कसैसित कमजोर हुन्छ छैन। अनि हाम्रो खानामा जस्तो के चिज छ सर जुन चिजले चाहिँ हामी हाम्रो खानालाई इन्टरनेसनल ब्रान्डमा चाहिँ स्थापित गर्न सक्छौँ, ब्रान्ड बनाउन सक्छौँ? के चिज चाहिँ स्वास्थ्य र स्वादको दृष्टिकोणले हाम्रो खानामा कुन चिज अगाडि गइरहेको छ त जान्न सक्छ? सबैभन्दा पहिले जुन जति हाम्रो खानाहरू आउँछ, जुन अन्नहरू, जुन तरकारीहरू सबै गाउँबाट भनेको अर्ग्यानिक मल युज गर्ने, कहिले पनि जुन केमिकलहरू युज गर्ने। त्यसको कारणले लाइफ पनि राम्रो हुन्छ भेजिटेबलको। र जब हामी कहिले पनि न्युट्रिसन पार्ट र प्रोटिन भिटामिनको पार्ट त्यसको धेरै राम्रो हुन्छ। कहिले पनि हामी स्वस्थ खाना खान्छौँ भने हामीलाई रोग लाग्दैन। यो युनिभर्सल ट्रुथ छ, त्यसमा केही डाउट छैन। तर अहिले ग्यास्ट्रिक हुनुको कारण खानपानको कारणले हाम्रो खानपान अहिलेको हेर्दाको जुन बिजी सेड्युलमा हामी प्याकेट खानाहरू खान्छौँ। तर प्याकेट खानाभित्र के मिसावट हुन्छ, त्यसको अर्ग्यानिक पार्ट छ कि छैन, केमिकल कतिको युज हुन्छ, त्यसमा हामी फोकस गरिरहेछौँ। तर हामी जङ्क फुडतिर अदरवाइज त्योतिर लागिरहेछौँ। जबकि हाम्रै आफ्नै कति हर्बहरू, कति नेपालको आफ्नै दाल चामलहरू यति राम्रो छ, अर्ग्यानिक गाउँबाट बनेर आएको यति सबै छ। त्यसमा हामीले अहिले फोकस गरौँ र त्यसलाई लियो भने हाम्रो जुन पुरानो जमाना हाम्रो बाजे 105 वर्ष किन जिउँथ्यो त, त्यसको पछाडि त केही कारण होला नि। पक्कै पनि। हजुर, त्यसैलाई स्वादको दृष्टिकोणले चाहिँ जस्तो कुन खानालाई हामी विदेशमा लान सक्छौँ? जस्तो यो चाहिँ बढी टेस्टी हुनसक्छ, उनीहरूलाई बढी राम्रो लाग्न सक्छ भने चाहिँ के पाउनु भएको छ? स्वादको दृष्टिकोणले हामीले अहिले धेरै जस्तो खानाले हामी अहिले लग्न सक्छौँ। जस्तो हामी यतातिर एम्री भन्छ, हाम्रो तराईमा बगिया भन्छ है। अब यसलाई पनि हामी धेरै तरिकाले बनाएर लाग्छौँ। अहिले बेथाको सुप मैले निकालेको छु। बेथाको सुपको प्रोटिन र भिटामिन तपाईँ रिसर्च गर्दा कति राम्रो हुन्छ त्यो ल्याब टेस्ट गरेर मात्र थाहा हुन्छ। तर त्यो जुन हाम्रो ब्रेनको लागि धेरै राम्रो हो त्यसको पनि मैले सुप र त्यसको अब भोलिको दिनमा म तपाईँलाई जस्तो हामी पालक पनिर भन्छौँ, बेथा र पनिर पनि म नेपालमा लन्च गर्दैछु। किनकि त्यो पार्टमा न्युट्रिसन पार्टहरू हामीसित टन्नै छ। हजुर, अब यस खुसी लाग्यो तपाईँले चाहिँ हाम्रो चाहिँ ट्रेडिसनल खानेकुराहरू गुन्द्रुक पनि तपाईँको एउटा ब्रान्ड बन्न सक्छ, बनिरहेको पनि छ। अब अर्को जान्न खोजेको कुरा चाहिँ के भने सर, जस्तो स्वादको दृष्टिकोणले पनि नेपाली खाना भइहाल्यो, स्वास्थ्यको दृष्टिकोणले चाइनिज खाना अथवा अरू कन्टिनेन्टल खानाहरू अथवा अरू विदेशी ब्रान्डका खाना भन्दा नेपाली खाना चाहिँ तपाईँको स्वास्थ्यको दृष्टिकोणले कहाँनिर तपाईँ सबभन्दा बढी राम्रो पाउनु भएको छ? स्वास्थ्यको दृष्टि हामी फ्रेस खान्छौँ। जति पनि सामानहरू आइरहेछ, तपाईँ अब चाइनाबाट नै अरेन्ज आउँदा कति दिन आउन लाग्छ। त्यो चाइनिज कुनै आइटम या कुनै होस् भने हेर्नु, तिनीहरूमा कतिको 2-3 दिनमा नै कुनै सामान खराब हुन्छ। हाम्रै अरेन्ज ल्याउन, हामी यतातिरको अरेन्ज कति दिन टिक्छ, आरामले तपाईँ 7 दिन 10 दिन राख्न सक्नुहुन्छ। तर चाइनिज अरेन्ज ल्याउन 2 दिनमा नै कस्तो भएर जान्छ। त्यो सबै बिसावटको कारणले नै हो। हामी जति खान्छौँ यहाँ लोकल फ्रेस खान्छौँ, केमिकल